नमस्ते अनि धेरै धेरै स्वागत गर्न चाहन्छु कार्यक्रम क्रिस्टलको रोधीघरको यो बिहीबारे बसाइमा उपस्थित भइसकेका छौं आदरणीय दर्शक महानुभावहरू। यति बेला प्रविधि कक्षबाट सहयोग गरिराख्नु भएको छ उमेश श्रेष्ठ, त्यस्तै दीपक पोखरेल पनि हुनुहुन्छ। साथमा तपाईसँग कुराकानी गर्नको निम्ति, तपाईका गीत सुन्नको निम्ति, देखाउनको निम्ति उपस्थित भएको छु म यस कार्यक्रमको कार्यक्रम प्रस्तुता सन्तोष लामिछाने। दर्शकबिन, हामी गएको हप्ता तपाईसँग दुवैबार यहाँसँग प्रत्यक्ष आएर कुराकानी गर्न र तपाईका गीतहरू समेट्न नसके पनि आजको हप्ता अथवा यो बिहीबार आएको छु। आशा छ तपाईहरूले यो कार्यक्रम भरि अवधि भरि रहेर साथ दिनुहुनेछ। हामीले स्क्रिनमा देखाएका छौं यो नम्बर 056524372। यो नम्बरमा फोन गरेर तपाईँ प्रत्यक्ष मसँग कुराकानी अनि आफ्नो गीत, आफ्नो कलालाई यो टेलिभिजन मार्फत हजारौं दर्शक महानुभावहरूको बीचमा सुनाउन सक्नुहुनेछ। दर्शक महानुभावहरू, हामी रोधीघरको बसाइमा छौं। यो रोधीघरलाई प्रायोजन गरेको छ क्यानन हाउस सहीचोक गणेश मार्केटले, जहाँ तपाईले विभिन्न ब्रान्डका क्यामेराहरू पाइनुको साथै त्यहाँ चाहिँ क्यामेरा मर्मत पनि गरिन्छ। यो जानकारी गराउन चाहन्छु आदरणीय दर्शक महानुभावहरू तपाईहरूलाई। र हाम्रो यस कार्यक्रममा हामी तपाईसँग कुराकानी गर्नेछौँ। तपाईको गला कलालाई सम्मान गर्दै यस्ता कार्यक्रमहरू लिएर आएका छौँ। त्यसो त तपाईले फोन गर्नुपर्ने हुन्छ, मसँग कुराकानी गर्नुहुन्छ, साथै आफ्ना गीत यति बेला हजारौं दर्शक महानुभावहरूको बीचमा सुनाउन सक्नुहुन्छ। त्यसको लागि तपाईले फोन गर्नुपर्ने हुन्छ। मैले बारम्बार भनिराखेको छु 056524372 यो नम्बर हामीले खुला गरेका छौं। यस कार्यक्रमलाई शुभारम्भ गर्न चाहन्छु। अहिले यो मक्सिद नजिकै गरेको छ आदरणीय दर्शक महानुभावहरू। यति बेला धेरै दर्शकहरूको घरमा जग्गा बनिसक्यो र बन्ने बेलामा पनि छ। यो मक्सिदको महिना हो, त्यसकारणले यो आजको यो कार्यक्रमको शुभारम्भ गर्न चाहन्छु यो बाजा अथवा बिहे सम्बन्धी गीतबाट। सिउँदोलाई खाली जसरी नि झै पारम यसपालि सानो चले करी थोन्छ। दर्शक महानुभावहरू, यो मक्सिदको महिनामा रहिरहँदाखेरि तपाईँ हाम्रा आँगनमा बज्ने यी बाजाहरूलाई आज क्रिस्टल टेलिभिजनको पर्दामा क्रिस्टलको रोधीघरको यो विशेष कार्यक्रममा तपाईँमा राख्यौँ। पक्कै पनि आदरणीय दर्शक महानुभावहरू, तपाईँका ती गाउँठाउँ मेलापातमा गुन्जने त्यस्ता भाकाहरूलाई हामी स्थान दिनेछौँ। यहाँ तपाईँलाई भनिरहँदाखेरि तपाईँका ती आवाजहरूलाई पनि समेट्नेछौँ, त्यस्ता लोकसङ्गीतहरूलाई पनि सुनाउनेछौँ। यो तपाईँलाई थाहा छँदैछ, क्रिस्टलको रोधीघरको यो नियम नै हो। हामी यहाँ जो फोनमा आउनुहुन्छ उहाँसँग कुराकानी गर्नेछौँ र थप उहाँको गीत पनि सुनेछौँ, सुनाउनेछौँ।
व्यवसायमा छौँ हामी। यति बेला क्रिस्टलको रोधीघर तपाईँको टेलिभिजन सेटमा आइरहेको छ। क्रिस्टल टेलिभिजनमा मध्य नेपालको प्रतिबिम्ब क्रिस्टल टेलिभिजनमा आइरहेको छ। दर्शक महानुभावहरू, तपाईँहरू यति बेला घरमै हुनुहुन्छ या काममा हुनुहुन्छ, व्यस्त हुनुहुन्छ, निकै व्यस्तताको बावजुद पनि हामीलाई हेर्नुहुन्छ, निकै खुसी लाग्छ। यति बेला इसारा मिलेको छ प्राविधिक मित्र उमेश श्रेष्ठको को कहाँबाट हुनुहुन्छ उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ यहाँलाई रोधीघरमा। हेलो, कहाँबाट को बोल्नुभयो? नमस्ते गरिराखेको छु मैले। हेलो, फोन डिस्कनेक्ट भएको आवाज हामीले सुनिरहेका छौँ र प्राविधिक मित्रले पनि त्यो इसारा गरिराख्नु भएको छ। आदरणीय दर्शक महानुभावहरू, तपाईँ यो क्रिस्टल टेलिभिजनको क्रिस्टलको रोधीघरमा आउनुहुन्छ र यहाँ मसँग कुराकानी गर्नुहुन्छ, रमाइलो कुराकानी पनि हुनेछ। साथमा तपाईँको गला कलालाई सम्मान गर्दै तपाईँका ती स्वरहरू पनि हामी सुन्नेछौँ, सुनाउनेछौँ। र एउटा जानकारी यहाँहरूलाई भन्नै पर्छ मैले, आज जसले फोन गर्नुहुन्छ, फोन गर्ने मध्येबाट एकजनालाई विजेता घोषित गर्नेछौँ र उहाँले पाउनुहुनेछ आकर्षक पुरस्कार क्यानन हाउस सैचुकको तर्फबाट। त्यसकारणले तपाईँ त्यो पुरस्कारको भागीदारी हुनको निम्ति पनि यस कार्यक्रममा फोन गर्नुपर्ने हुन्छ र गीत गाउनुपर्ने हुन्छ। यो जानकारी गराउन चाहन्छु आदरणीय दर्शक महानुभावहरू। हामी क्रिस्टलको रोधीघरको व्यवसायमा छौँ। निकै आनन्द आइरहेको छ आदरणीय दर्शक महानुभावहरूलाई, मलाई थाहा छ त्यो। त्यस कारणले यति बेला धेरै साथीहरू फोन ट्राई गर्दै हुनुहुन्छ, धेरै प्रयास गरिराख्नु भएको छ। तपाईँको त्यो प्रयास खेर जाँदैन। त्यसो त कोही साथी यति बेला हाम्रो यस कार्यक्रममा आउँदै हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्ते। नमस्ते। कहाँबाट को बोल्नुभयो? म बेलचोकबाट हो। बेलचोकबाट। यहाँको शुभ नाम? मेरो रमेश चालिसे। के भन्नुभयो? रमेश चालिसे। रमेश चालिसे भन्नुभयो? हजुर। रमेशजी के गर्नुहुन्छ? म जब गर्छु। जब गर्नुहुन्छ है? हजुर। जागिर खानुहुन्छ? खान्छु। रमेशजी, हजुर। यहाँको टेलिभिजनको भोल्युम अन छ हो? हजुर। त्यो आवाजलाई बन्द गरिदिनुहोस् र यहाँको आवाज सुन्नु होला है। ओके। एकदम फिडब्याक आइरहेको छ कि यो। रमेशजी, हजुर। लोकगीत अचम्मै मन पराउनुहुन्छ यहाँले, मलाई थाहा छ है। एकदम। त्यही भएर त फोन गर्नु भएको छ, निकै खुसी लाग्छ। अनि आजकल दिनहरू कसरी बितिरहेको छ यहाँको? त्यही हो, बिहान चाहिँ जागिर खान जाने। जागिर यहाँ पसलमा खानुहुन्छ, अफिसमा खानुहुन्छ, केमा खानुहुन्छ? म ल्याबमा हो। भनेपछि कुन बार बिदा हुन्छ यहाँलाई? मलाई सटरडे नै हो। शनिबार बिदा हुन्छ है? हजुर। शनिबार त मस्तीले सुनिन्छ होला नि त लोकगीत, होइन? भन्नै परेन। पक्कै पनि लोकगीतलाई माया गर्नुहुने तपाईँ दर्शकले त फोन गरिरहनु भएको छ है। हजुर। रमेशजी, हजुर। कार्यक्रमको नियमतिरै लागु भए हजुर। गीत गाउनु पर्ने हुन्छ कुनै लोकगीत। सक्नुहुन्छ भने, मतलब मैले सकेँ भने तपाईँसँग दोरी पनि खेल्नेछु है। हजुर। दोरी भएको आउँछ भने त्यो पनि गाइदिनु होला, र आउँदैन भने कुनै लोकगीत सुनाइदिनुहोस् कृपया। मलाई आउँदैन है। हजुर। भएर तर सुन्न मात्रै मन पर्ने हो। पक्कै पनि। हजुर। जान्न एउटा गाउँ है। हुन्छ, सुरु गर्नुहोस्। एउटा भाका मात्रै यस्तो हो चाहिँ, त्यस्तो चाहिँ त आउँदैन। हुन्छ रमेशजी, हुन्छ, सुरु गर्नुहोस्। हे मेरेको खाम। रमेशजी, हजुर। मिरेको घाम, सुरु गर्नुहोस्। मेरेको घाम लड्के जोबन तिम्रै हो राम ढाटे। यही हो है। पक्कै पनि कोसिस गर्नुभयो, यहाँले प्रयास गर्नुभयो, निकै खुसी लाग्यो रमेशजी। आजको यो बसाइमा तपाईँले आफ्नो सम्झना समर्पण राख्न सक्नुहुन्छ। अब मैले सम्झनु पर्ने हो। आफ्नो सम्झना समर्पण छ भने राख्न सक्नुहुन्छ, छैन भने त के भन्नु र है। होइन, अब खास छैन। अब मेरो बालकुमारी कलेजमा जब गर्ने जुन साथीहरू हुन्छ, हजुर, उहाँलाई सम्झँदै हुन्छ। यति बेला जसले क्रिस्टल टेलिभिजन हेर्दै हुनुहुन्छ उहाँहरू सम्पूर्णलाई रमेशजीले सम्झिनु भएको छ है। रमेशजी, छुटौँ। हस्, नमस्ते।
रमेश चालिसे हुनुहुन्थ्यो बेलचोकबाट। उहाँले गीत गाउने कोसिस गर्नुभयो। आदरणीय दर्शक महानुभावहरू, हामी क्रिस्टलको यो रोधीघरको बसाइमा छौँ। तपाईँ रोधीघरमा बस्नको निम्ति आउन सक्नुहुन्छ। हामीले तपाईँहरूको निम्ति बाटो खुल्ला गरेका छौँ। 056 यो नम्बर खुल्ला गरेका छौँ। यो नम्बरमा फोन गरेर तपाईँ प्रत्यक्ष मसँग कुराकानी अनि आफूसँग भएका त्यस्ता कलाहरूलाई लुकाएर नराख्नुहोस्, किनकि तपाईँसँग धेरै कला छ, मलाई थाहा छ। त्यो कलालाई आज क्रिस्टल टेलिभिजनलाई एउटा माध्यम बनाएर हजारौं दर्शक महानुभावहरूलाई सुनाउन सक्नुहुन्छ। त्यसको लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ। 056 यो नम्बर हामीले खुला गरिराखेका छौँ। आदरणीय प्राविधिक मित्रहरू लागि परिराख्नु भएको छ, त्यस कारणले तपाईँ यति बेला टेलिभिजन हेर्दै हुनुहुन्छ होला, तर कति दर्शकहरूलाई त समस्या परिरहेको छ। आज रोधीघर आउने तर हेर्न पाइन्न भन्नुभयो होला। कतिका घरमा यति बेला लाइन हुँदैन, के गर्ने, यस्तै छ प्रविधि हाम्रो देशको। त्यस कारणले पनि हामी अलि पछाडि छौँ यो मानेमा। र जतिले हेर्न पाउनु भएको छ उहाँहरू धेरै भाग्यमानी हुनुहुन्छ। जतिले हेर्न पाउनु भएको छैन तपाईँले अर्को हप्ता अथवा हाम्रो भोलि पनि आउँछ शुक्रबार, भोलि पनि हेर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ र आफ्नो कला गलालाई प्रस्तुत गर्न सक्नुहुन्छ। आदरणीय दर्शक महानुभावहरू, हामी क्रिस्टलको रोधीघरको यो बसाइमा छौँ। मैले भनिराखेको छु, धेरै साथीहरू आइराख्नु भएको छ, उहाँहरूलाई हामी छुटाउन सक्दैनौँ। त्यस कारणले यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ यहाँलाई रोधीघरमा। हेलो हेलो, नमस्ते। नमस्ते, हजुर कहाँबाट को बोल्नुभयो? हेलो, कहाँबाट को बोल्नुभयो? हजुर, प्रकृति भन्नुभयो? हेलो, हजुर कहाँबाट को बोल्नुभयो? हेलो, आदरणीय दर्शक महानुभावहरू, हामी क्रिस्टलको रोधीघरको बसाइमा छौँ। तपाईँसँग कुराकानी गर्दैछौँ, त्यस कारणले तपाईँ फोन गर्दाखेरि सकेसम्म टिभीको साउन्ड अथवा अरू कुनै साउन्डलाई म्युट गर्नुहोला। र कोही हुनुहुन्छ साथीहरू पनि हल्ला नगर्न आग्रह गर्दै फोन गर्नुहोला, किनकि तपाईँ मसँग कुराकानी गरिराख्दाखेरि डिस्टर्ब गर्न सक्छ। त्यस कारणले तपाईँ एक्लै भएर फोन गर्नुहोला अथवा साथीहरूलाई नबोलिदिन पनि आग्रह गर्नुहोला। दर्शक महानुभावहरू, यो आग्रह गर्दछु म। क्रिस्टलको रोधीघरको यो बसाइमा छौँ, तपाईँसँग कुराकानी गर्ने, तपाईँको कला गलालाई सुन्ने सुनाउने यो क्रम जारी रहेको छ। हामीमाझ धेरै दर्शक महानुभावहरू लामबद्ध हुनुहुन्छ। उहाँहरूलाई कहिले क्रिस्टलको रोधीघरमा फोन लगाएर आफू गीत गाउँला भन्ने पनि लागिरहेको हुनसक्छ। यदि तपाईँलाई त्यस्तो छ भने 056 यो नम्बरमा फोन गरेर तपाईँ मसँग कुराकानी गर्ने अनि आफ्नो कला गलालाई यो टेलिभिजन मार्फत, यो कार्यक्रम मार्फत तपाईँले सुनाउन सक्नुहुन्छ। यति बेला अर्को कोही साथी हुनुहुन्छ भन्ने इसारा मिलिराखेको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। यहाँलाई स्वागत छ रोधीघरमा। हजुर स्वागत छ। नमस्ते। नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर म पर्साबाट ईश्वरी रिमाल। ईश्वरी हमाल भन्नुभयो? रिमाल। ईश्वरी रिमाल है? हजुर। ईश्वरीजी के गर्नुहुन्छ? हजुर म गृहस्थी हो। के भन्नुभयो? गृहस्थी हो, घरमै गृहिणी हो है? भनेपछि यहाँले निकै मिठो मिठो पकाउनुहुन्छ है? भन्नुपर्छ। पक्कै पनि यहाँको मिठो मिठो पकाउने त्यो कलामा अझ वृद्धि हुँदै जाओस् है। हजुर धन्यवाद। त्यो पकाउँदै कहिले टिभी रेडियो सुन्नुहुन्छ यहाँले लोकगीत? एकदम सुन्छु, क्रिस्टलको रोधीघर त झन् कहिले दिन नछुटाइ सुन्छु। हजुर धन्यवाद। अनि भनेपछि त त्यो गीत सुन्दै गर्दाखेरि त्यही गीत गायकको पछि गाउँ जस्तो पनि लाग्छ होला है? लाग्न चाहिँ गाउँथेँ पनि मैले, मलाई अलिक रुवा लाएर अलिक स्वर आएन सुनाउनलाई। पक्कै पनि यहाँको स्वर रुवा त विश्व हुन्छ, त्यसपछि पछि त गाउन सकिहाल्नुहुन्छ। तर पनि आज यस कार्यक्रममा सहभागी हुनु भएको छ, तपाईँले गीत गाउनु पर्ने हुन्छ। हेर्नु न ईश्वरीजी है, मलाई अलि स्वरले अलि ठिक छ, यहाँको स्वरलाई आज रुवा लागेको छ भनेर आदरणीय दर्शक महानुभावहरूले बुझ्नुहुनेछ है? ए हो र। हजुर ईश्वरीजी सुरु गर्नुहोस्। देखैमा गुलास बेसीमा तुनी मातिम्रो हुनी कहिले हो भना। यही नै हो है? यति हो? हजुर। हेर्नु न, रुवा त मलाई पनि लागिरहेको छ, तर पनि के गर्ने, तपाईँको माया अत्याधिक गर्नुहुन्छ, एकदमै हेर्न पाएन भने गुनासो गर्नुहुन्छ, त्यस कारणले मैले यो छन्नै सकिनँ है। ईश्वरीजी सहभागी हुनुभयो, गीत सुनाउनु भयो, निकै खुसी लागेको छ। अब तपाईँको सम्झना समर्पण आफन्तजनहरूलाई।
हजुर पहिलो सुरुमा त क्रिस्टल परिवारलाई हजुर धन्यवाद। म ईश्वरी रिमाल भनेर चिन्ने नचिन्ने सबैजनालाई मेरो श्रीमान हुनुहुन्छ नुवाकोटमा हुनुहुन्छ है। उहाँले त अहिले सुन्न पाउनु भएको छैन तर सम्झना गर्छु। श्रीमानको नाम दीपक रिमाल है। आदरणीय दर्शक महानुभावहरू, तपाईँ यति बेला क्रिस्टल टेलिभिजन यो कार्यक्रम हेर्दै हुनुहुन्छ भने उहाँको श्रीमान दीपक रिमाललाई यो मेसेज चाहिँ पुर्याइदिनु होला, यो सन्देश पुर्याइदिनु होला। उहाँको श्रीमती ईश्वरी रिमालले सम्झिनु भएको छ। ईश्वरीजी हजुर हुन्छ, हामी छुट्टिन्छौँ है त। हजुर हस् नमस्ते। उहाँ हुनुहुन्थ्यो ईश्वरी रिमाल पर्साबाट हुनुहुन्थ्यो। हामीलाई सम्झनुभयो, फोन गर्नुभयो, गीत पनि गाउने कोसिस गर्नुभयो तर पुरा चाहिँ गाउनु भएन। ननाटी भन्नुपर्दा पक्कै पनि उहाँले अरू कार्यक्रममा सहभागी हुँदाखेरि अन्य अरू बारको कार्यक्रममा सहभागी हुँदा गाउँछु भन्नुभएको छ। पक्कै पनि दर्शक महानुभावहरू, हामी यो कार्यक्रममा रहिरहँदाखेरि तपाईँ सहभागी भइरहँदाखेरि तपाईँको कला गलालाई सम्मान गर्दै हामीले यस्ता कार्यक्रम लिएर आएका छौँ। त्यस कारणले तपाईँ सहभागी हुँदाखेरि आफूभित्र भएको त्यो कलालाई देखाउने कोसिस गर्नुहोला, लुकाउने कोसिस नगर्नुहोला। हामी यो कार्यक्रमको बसाइमा रहिरहँदाखेरि तपाईँको गीत मात्रै सुन्दैनौँ, यहाँ हरेक वनपाखा मेलापातमा गुन्जने त्यस्ता गीतहरूलाई पनि समेट्नेछौँ। त्यस कारणले अबको क्रममा हामी एउटा लोकगीत राख्छौँ। तपाईँहरू सम्पूर्णलाई मनपर्छ भन्दै थिएँ तर प्राविधिक मित्र उमेश श्रेष्ठले हात हल्लाइरहनु भएको छ। धेरै साथीहरू यस कार्यक्रममा लामबद्ध हुनुहुन्छ, उहाँलाई मैले समेट्नै पर्ने हुन्छ, नत्र त गाली गर्नुहुन्छ यहाँले। हुन्छ, उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ यहाँलाई रोदीघरमा। हेलो नमस्ते। हजुर नमस्ते। कहाँबाट को बोल्नुभयो? मालपोत अगाडिबाट को भन्नुभयो? के भन्नुभयो? प्रीति श्रेष्ठ भन्नुभयो? हजुर। प्रीतिजी के गर्नुहुन्छ यहाँले? तपाईँ पनि गृहिणी हुनुहुन्छ है? हजुर। भनेपछि तपाईँको घरमा त झन् निकै मिठो पाक्छ। हजुर। तपाईँको बच्चा बच्ची पनि निकै राम्रो पर्छ, निकै सुन्दर देखिन्छन् है? हजुर। पक्कै पनि यो व्यस्तताको बावजुद पनि तपाईँले लोकगीत त अति सुन्नुहुन्छ, मलाई थाहा छ है? बेला बेला मेसो परे त्यो मालपोत चोक बाटो हिँड्दाखेरि तपाईँकै घरमा त्यस्ता लोकगीतहरू गुन्जेको बजेको सुनिन्छ हो? त्यो मालपोत चोकमा गुन्जिएको लोकगीत तपाईँकै घरमा बजेको होला नि होइन? पक्कै पनि। प्रीतिजी ओके हुन्छ, यहाँले सधैँ साथ माया दिनु, हामीलाई यो चिया भन्दा बढी हुनेछ क्या प्रीतिजी। पक्कै पनि आजको यस कार्यक्रममा सहभागी हुनु भएको छ, निकै खुसी लागेको छ प्रीतिजी। हुन्छ, व्यस्तताको बावजुद फोन गर्नु भएको छ, यहाँलाई ढिला गराइन। कुनै एउटा लोकगीत सुनाइदिनुहोस् न है। गीत त त्यति राम्रो आउँदैन। हुन्छ, सुरु गर्नुहोस्। हुन्छ हुन्छ हुन्छ, सुरु गर्नुहोस्। नानीको परेली झिमझिम भो पनि इशारा दिने झिमझिम सानो परेली भुतुकै हुन्छु म, होइन? हजुर। गीत गाउँदा यसरी हाँस्नु नमिल्ने हो कि है? निकै खुसी हुनुहुन्छ, मलाई थाहा छ खुसी हुनुहुन्छ है? धेरै खुसीलाई पनि त्यो के भन्छ नि सम्हाल्न सक्नुपर्छ अरे के? तपाईँ त गृहिणी मान्छे है, त्यत्रो घरै सम्हालेर बस्नु भएको छ, खुसी सम्हाल्न नसक्ने त कुरै भएन है? पक्कै पनि यहाँको खुसी हाम्रो खुसी हो। हजुर, यहाँको खुसी हाम्रो खुसी हो, त्यस कारणले हामी पनि निकै खुसी छौँ, तर हाँस्न नमिल्ने भएर मात्रै हो है? हुन्छ प्रीतिजी, यसरी नै माया गरिराख्नुहोस्, यसरी नै फोन गरिराख्नुहोस्। तपाईँप्रति हामी र हामीप्रति तपाईँ पनि हुनुपर्छ है? हुन्छ, आजको यस कार्यक्रममा आउनु भएको छ, आफ्नो सम्झना समर्पण राख्न सक्नुहुन्छ। सम्झना समर्पण भन्दै थिए, उहाँले फोन काटिसक्नु भएको छ। निकै खुसी हुनुहुन्थ्यो आज पहिलोचोटि फोन लाग्यो भनेर, तर पनि दर्शक महानुभावहरू कार्यक्रममा सहभागी भइसकेपछि तपाईँले आफ्नो प्रस्तुति निकै शानदार ढङ्गले दिनुपर्छ, किनकि यति बेला हजारौं दर्शक महानुभावहरूले क्रिस्टल टेलिभिजनको पर्दामा क्रिस्टलको रोदीघर हेर्दै हुनुहुन्छ। त्यसकारणले तपाईँले आफ्नो प्रतिभालाई सकेसम्म राम्रो पार्ने कोसिस गर्नुहोला, किनकि तपाईँको एउटा मूल्याङ्कन यहाँबाट पनि हुनेछ। आज जो फोन गर्नुहुन्छ उहाँहरू मध्येबाट एकजना गोलाप्रथाद्वारा एकजना विजेता घोषित गर्नेछु र उहाँले पाउनुहुनेछ क्यानन हाउसको तर्फबाट
आकर्षक पुरस्कार। त्यसकारणले फोन गर्नुपर्ने हुन्छ। यति बेला फेरि अर्को साथी आइसक्नु भएको छ। मैले अघि नै गीतको उद्घोष गरिरहेको थिएँ, तर गीत बजाउनु भन्दा अगाडि उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ यहाँलाई रोदीघरमा। हेलो हजुर नमस्ते। नमस्ते। कहाँबाट को बोल्नुभयो? हजुर कहाँबाट को बोल्नुभयो भनेर सोधिराखेको छु। आनन्दपुरबाट ललिता खरेल। अजिता खरेल भन्नुभयो? ललिता। ललिता खरेल। हजुर। ललिताजी के गर्नुहुन्छ? अहिले म पढ्दैछु। ललिताजी कहाँबाट भन्नुभयो अरे? आनन्दपुर। आनन्दपुर भन्ने कहाँ पर्छ? यता लङ्कु। लङ्कु है। ललिताजी हजुर। कतिमा पढ्नुहुन्छ यहाँ? अहिले 12। 12 कक्षामा पढ्दै हुनुहुन्छ है? हजुर। भनेपछि कुन क्याम्पस पढ्नुहुन्छ? सप्तगण्डकी। सप्तगण्डकी पढ्नुहुन्छ। कुन विषय लिनु भएको छ भनेर सोधौँ? हुन्छ। कुन विषय लिनु भएको छ? म्यानेजमेन्ट। व्यवस्थापन संकायमा पढ्दै हुनुहुन्छ है? हजुर। भनेपछि व्यवस्थापकी बन्दै गर्दाखेरि लोकगायक पनि बन्ने धोको छ यहाँलाई? पक्कै पनि यहाँको धोकोलाई मैले बुझ्छु र सप्तगण्डकी धेरै कार्यक्रममा जाँदाखेरि यहाँको प्रस्तुति पनि हेरेँ मैले हो। हजुर। सप्तगण्डकीको कार्यक्रममा जाँदाखेरि यहाँको प्रस्तुति लोक प्रस्तुति पनि मैले हेरेँ हो। हजुर। पक्कै पनि ललिताजी। सप्तगण्डकी कलेजमा मैले गएको छैन। गएको छैन है? हजुर। मैले त झुटो पो बोलिछु है? हजुर। ठिकै छ ललिताजी, मैले तपाईँको मन चोर्ने कोसिस गरेको, यसलाई गाह्रो नमान्नु होला। त्यति बेला सुन्न नपाए पनि आजको यो कार्यक्रममा भने निकै मिठो स्वरमा मैले सुन्न पाउँछु है? हुन्छ, सुरु गर्नुहोस् ललिताजी। जिम्माल पाएको आगनीमा नारायण पूजालाको फुलको हात नै काण्ड पाएको मन परेरै हो कि सबलाई दियो हातैमा मलाई साल्तो खातैमा। हजुर यति नै? हजुर। म एउटा गीत गाइदिउँ? हे क्रिस्टलको पर्दामा रोदी घर आउने, क्रिस्टलको पर्दामा रोदी घर आउने, जति हेरो 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 रहेछ हजुर लाउने, क्रिस्टल टेलिभिजनमा आउँछ हजुर जहिले नि हेरिरहन्छु मैले नि, क्रिस्टल टेलिभिजनमा आउँछ हजुर जहिले नि हेरिरहन्छु मैले नि। कस्तो मिठो आवाजमा गाउनु भयो हजुरले। हेर्नुहुन्छ यहाँले? हेर्छु। तपाईँको ठाउँमा भएर गीत गाइदिएको के? ठिकै छ ललिताजी। हजुर। गाउनुभयो गीत, मलाई पनि गाउन उत्प्रेरित गर्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। आजको यो कार्यक्रममा तपाईँले आफ्नो सम्झना समर्पण राख्न सक्नुहुन्छ। मेरो घर परिवारलाई। हजुर। अनि क्रिस्टल च्यानललाई। हजुर धन्यवाद। हजुरलाई। हजुर धन्यवाद। अनि मेरो साथीहरू सबैजनालाई। यति बेला ललिता खरेल भनेर चिन्नुहुने नचिन्नुहुने सम्पूर्णलाई होइन त? हजुर। हुन्छ ललिताजी, हामी छुट्टिन्छौँ यति बेला। ल बाई। हस् नमस्ते। उहाँ हुनुहुन्थ्यो ललिता खरेल, आनन्दपुरबाट हुनुहुन्थ्यो। गीत गाउनु हो, निकै खुसी लाग्यो र मलाई पनि गाउन उत्प्रेरित गर्नुभयो। त्यस कारणले पनि तपाईँ दर्शक सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु, किनकि तपाईँको मायाले गर्दाखेरि यो कार्यक्रम छोडेर अन्त जानै मन लाग्दैन। हेर्नुहोस् न, के गर्ने, धेरै महत्त्वपूर्ण कामहरू हुँदाहुँदै पनि तपाईँसँग बसेर कुराकानी गर्न पाउँदा र तपाईँका आवाजहरू सुनिरहन पाउँदा निकै खुसी लाग्छ। हुन्छ, हामी तपाईँको आवाज सुनिराख्दाखेरि यस्ता गीतहरू पछि पर्न सक्छन्। त्यस कारणले अबको क्रममा एउटा गीत देखाउँछु, यो गीत पछि पुनः आउनेछु। अबको क्रममा भने यो गीत सुपारी बोटामा
पक्कै पनि काँचो सुपारी कसलाई हो राखेको पैसा थुपारी। आदरणीय दर्शक महानुभावहरू, हामी क्रिस्टल टेलिभिजनको रोटीघरको व्यवसायमा छौँ, क्रिस्टलको रोटीघरको व्यवसायमा छौँ। त्यस कारणले त तपाईँको गीत सुनिराख्दाखेरि मैले यस्ता गीतहरूलाई पनि स्थान दिनुपर्छ भन्दै तपाईँहरूको माझ राखेको छु। पक्कै पनि निकै रमाइलो भइराखेको छ, मलाई थाहा छ। धेरै दर्शक महानुभावहरूले यति बेला हेरिराख्नु भएको छ, जसले लागेको छैन उहाँ पाउनुहुनेछ यो आशा लिन्छु म। त्यस कारणले आदरणीय दर्शक महानुभावहरू, यो क्रिस्टलको रोटीघरको बसाइमा तपाईँसँग बसेर निकै रमाइलो कुराकानी गर्नेछु, साथमा तपाईँसँगै भलाकुसारी गर्नेछु, यहाँको स्वर सुन्नेछु, सुनाउनेछु, यो प्रण गरिराखेको छु। यति बेला अर्को कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्न चाहन्छु।